आज चाहिँ हाम्रो यहाँ अर्डर आएको थियो पिपरामा अन्त यो उहाँले पहिला राख्नु भएको थियो अहिले चाहिँ फेरि अर्डर आएको भएर 10वटा अर्डर आज थियो त्यही भएर पुऱ्याउनु आएको यहाँ हुनुहुन्छ उहाँलाई एकदमै पहिला दिएको थियौँ हामीले उहाँको कस्तो छ त्यो रिभ्यू हामी लिन्छौँ है त दाजु नमस्ते तपाईँलाई यो पहिल्यै राख्नु भएको थियो एउटा है एउटा राखेको हजुर कस्तो भयो तपाईँलाई यो विचार गर्दाखेरि मैले त बुढीलाई गाली पनि गरेँ एकचोटि होइन ए जे पाइ त्यही किन्छ भनेर मेरो घोडा एकदम धेरै दुख्थ्यो त्यो दुख्दाखेरि अनि तपाईँको बुढीले ननस्टप 15-20 दिन जति यसलाई एकदम मालिस गरिदियो है यो फ्र्याक्चर भएको घोडा हो अनि यो पनि एकचोटि चोट लागेको थियो मैले छाउने गरेर अस्पताल पनि गएँ मेडिकलमा हस्पिटलमा छाउने अस्पतालमा अनि दबाई पनि मैले खाएँ तर राम्रोसँग ठिक भएन यसले चाहिँ मालिस एकदम राम्रोसँग गरिदियो हेर्नुहोस् यता कता चाहिँ उठ्यो अनि एकदम यो दिनौँ घट्दै गयो क्या राम्रो काम गर्यो तपाईँलाई राम्रो गर्दै गयो त्यही भएर तपाईँले आज 10वटा त्यही भएर मैले यो थुप्रै लिन लाग्यो अहिले यो मेरो चाहिँ यसो इष्टमित्रहरूलाई कसलाई दुखेको छ उनीहरू पनि मैले सबै यो बाँडिदिएको है यो ल मागे छन् मेरो देखेर अरूले पनि माग्यो अनि त्यही भएर सम्झेर यो आएको बेलामा यसो राखिदिनु भनेर ठिक छ हजुरले फेरि पनि सम्झिनु होला यहाँबाट तपाईँको के भयो भने यो सबभन्दा चाहिँ नि यो नसा चाहिँ यहाँ कडाक गर्दो रहेछ मालिस गर्दाखेरि तर त्यो पनि ठिक भयो तपाईँले एकदम राम्रो काम गर्यो एकदम राम्रो काम गर्यो तपाईँ अरूहरूलाई के भन्नुहुन्छ यो अरूलाई पत्याउनुहोस् नपत्याउनुहोस् मलाई त ठिक भयो होइन अब राम्रो लाग्छ भने कसैले पनि एउटा विचार गर्दा पनि केही फरक पर्दैन ल हस् दाजु होइन र? हजुर